नमस्ते सम्पूर्ण। मेरो नाम चाहिँ सरोज भिनवार। मेरो घर चाहिँ तिरु गाउँपालिका वडा नम्बर 1 मा धनपुरीमा छ। र म खास विशेष गरी आज जुन हामी भोट हाल्छौँ यसको बारेमा र हाम्रो गाउँठाउँमा जुन विकास भएको छ कि छैन त्यसको बारेमा थोरै भन्छु। र यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। र म यो भिडियो बनाउँदा आज म युवाहरूलाई हाम्रो गाउँको, हाम्रो समाजको, हाम्रो नेपालभरिको युवाहरूलाई म के सन्देश दिन चाहन्छु भने तपाईहरूले आफ्नो आफ्नो ठाउँमा नेपालमा हामी चाहिँ परिवर्तन ल्याउँछौँ। हामी परिवर्तन पनि भयो, प्रधानमन्त्री चेन्ज भयो, मन्त्रीहरू चेन्ज भयो, धेरैपट्टि परिवर्तन भयो, जेनजीको सरकार बन्यो, धेरै थोक भयो, आन्दोलन भयो। तर अहिले पनि हाम्रो नेपालमा या हाम्रो समाजमा परिवर्तन भएको छैन। अब यसको लागि चाहिँ हामी यो ठाउँदेखि, हाम्रो पहिला ठाउँदेखि हाम्रो जुन स्थानीय सरकार छ त्यहाँदेखि हामीलाई आवाज उठाउनुपर्छ। र हाम्रो म स्वयं सरोज भिनवार म